1000 रुपैयाँ लगाएर 7000 गराउने मौका। धितोपत्र बोर्डले एफपीओ खुलाउने अनुमति दिइसकेको, विजय लघु वित्त संस्थाको एफपीओ खुलाउने मिति सार्वजनिक गरिसकेको छ। सो यो भिडियोमा चाहिँ हामी कहिलेदेखि खुल्दैछ र कतिसम्म फाइदा दिन सक्छ भन्ने बारे सम्पूर्ण विषयमा कुरा गर्नेछौँ। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो कम्पनीले खुलाउन लागेको जम्मा शेयर भनेको 4,66,817 किता हो र यसलाई चाहिँ हामीले प्रति किता 100 रुपैयाँको दरले भर्न पाइनेछौँ। यो कम्पनी सेक्टर भनेको माइक्रो फाइनान्स हो र इस्यु म्यानेजर चाहिँ एनएमबी क्यापिटल लिमिटेड रहेको छ। अब यो कम्पनीको एफपीओ चाहिँ यही आउँदो पुस 21 देखि 24 गते भित्र भर्न पाइनेछ। अब एफपीओ भनेको चाहिँ कम्पनीले पहिले नै आइपीओ निष्कासन गरेर फेरि व्यवसाय विस्तारको लागि फेरि क्यापिटल चाहिँदा दोस्रो पटक खुलाउने भनेको एफपीओ हो। सो त्यसैले अलरेडी नेप्सेमा कारोबार भएकोले यसको प्रतिकिता शेयरको मूल्य 778 रुपैयाँको दरले कारोबार भइरहेको छ र हामीले भर्दा प्रतिकिता 100 रुपैयाँको दरले भर्नेछौँ। त्यसैले हामीलाई 10 जुत्ता यस भर्नको लागि 1000 रुपैयाँ लाग्नेछ र पर्यो भने चाहिँ 778 प्रतिकिताको दरले बेच्न पाइनेछ मार्केटमा लिस्ट हुने बित्तिकै। त्यसैले 1000 रुपैयाँको चाहिँ 7780 बनाउन सकिनेछ र त्यति बेला बढ्यो भने धेरै पनि हुन सक्छ र घट्यो भने कम पनि हुन सक्नेछ। यो कम्पनीको एफपीओ चाहिँ पुसको 21 गतेदेखि सबैको लागि खुल्ने हो। यसमा पहिलो चरण दोस्रो चरण भन्ने हुँदैन र जम्मा 4,66,081 किता मात्र खुलाएकोले गोला प्रथाबाट जम्मा 46,000 छ। 181 जना भाग्यमानीलाई मात्र पर्नेछ। यस्तै खालको एफपीओ आइपीओ र शेयर मार्केट रिलेटेड भिडियोहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपीओ एफपीओ शेयर बजारसँग रिलेटेड सम्पूर्ण जानकारीहरू आउन साथ भिडियो बनाएर अपलोड गर्ने गरेको छु। धन्यवाद।